1/1/2026 नयाँ सालको यो लसुन अदरकको पेस्ट, उसको बाद प्याज शिमला मिर्च राखेर यसलाई भुन्दैछौँ। यसलाई बेस गरी भुन्नुपर्छ। नेपाली ल्याङ्ग्वेजमा बोलेको छु, सबैले सुन्नुहोला। यो प्याज भुन्नु राम्रो बनाउनुपर्छ। किनभने प्याज काँचो भयो भने हस्को आउँछ। हस्को आयो भने कस्टमरले शिकायत गर्छ है। थोरै शिमला मिर्च कम भएर राखिदिएको भाइले। हेर्नुहोस् तयारी हुँदैछ। एक गिलास पिँदा लाग्छ कि भनेर चलाइराख्नुपर्छ। अब 2 डाडु पानी हाल्नु पर्यो। यो पहिलो डाडु भयो, अझै कम पर्यो, 1 डाडु अझै हाल्नु पर्यो। बनाउनु त सुक्खा चिचिल्ली हो, मतलब पानी बिना प्याज पाक्दैन, पानी पकाउनु पर्छ। थोरै कम भएर अझै हाल्यो पानी। कस्टमरका लागि बनाउँदै यो हनी गार्लिक चटनी हालेको। पिरो धेरै हुन्छ यो गार्लिक चटनी। उम्ल्यो, हेर्नुहोस् यो पाक्छ बेस गरी। पाकिसकेपछि पनिर फ्राई गरेर यसमा हाल्नुपर्छ। यो कलर तपाईँको नुन अनि सोया सस छिर्का यिनी सबै मिक्स गरेर हाल्छौँ यसमा फ्लेभर अनि टेस्ट राम्रो आउँछ भनेर। हेर्नुहोस् है, यो तयारी भइसकेको छ। अब पनिरको पकौडा बनाएर यसमा हाल्ने। यसले भन्छ यो भाइले यो त धेरै झोल भयो भन्छ। मैले भने सुक्खा डरै हुन्छ, यो पकाउनको लागि राखेको भनेको छु। हेर्नु बसेर आइटम सब राम्रो हुनुपर्छ।